सही चोकडा हजुर सही चोकडा भित्र जाने सही चोकबाट भित्र त्यतै लुनिस त त्यतै त हुन्छ है यसो 5 मिनट त्यहाँ एउटा यसो लिन पर्यो अनि कुदिहाल्ने धेरै टाइम रसिन्न तपाईँको यो अटोमा जतिजना मान्छेहरू बस्दा नि कस्तो वाउ भन्छ होला है दाइ यो भगवानको फोटो देख्दा त कस्तो पोजिटिभ इनर्जी आउने क्या दाइ 3 मिनेट बस्छ नि यहाँ मान्छे 3 मिनेटमा राम्रो मान्छे छ भने खुसी हुन्छ उहाँलाई खुसी दिलाउँछ उहाँको यहाँ शरीर बित्तिकै आत्मा भनेको तिम्रो शरीर भनेको मूर्ति हो हजुर तिम्रो शरीर छ नि शरीर भनेको खोज्दाखेरि हामीले पाइन्छ खोज्दाखेरि पाइँदैन हाम्रो शरीरको अन्दरमा भित्रमा हुन्छ हजुर र त्यो भित्रको काम भनेको हामीले यहाँनिर गएर भगवान्को मन्दिरमा बसेपछि सत्य सम्झिन पऱ्यो र उहाँप्रतिमा जो दुःख छ उहाँसँग पोख्न पऱ्यो यदि पोख्यौँ भने हामीले उहाँले हाम्रो दुःखको कुराहरू उहाँले सुन्नुभयो यदि हामीले यो भगवान् कहाँ छन् र यी मूर्ति राखेर हिँडेर छ भन्यो भने उनलाई अरू दुःख पर्न त अब त्यो एउटा कुरो के भन्दाखेरि विश्वास भनेको के हो भन्दाखेरि कसैले भगवान् देखे मूर्तिमा पूजा गरेर हुन्छ भनेर मूर्तिमा पूजा गरेर हुँदैन मनमा हुनुपर्छ मनमा सबभन्दा कुरो हामी सँगैमा मनमा छ त्यो हामीले ज्ञान भनेको हाम्रो जान्न पर्ने कुराहरू हो दोस्रो कुरो हाम्रो भाग्य भन्छ भाग्य भनेको हाम्रो लेखेको भनेको शिव भगवान्ले हो त्यहाँ यहाँ माथि शिव भगवान् हुनुहुन्छ माथि हेरेर ठुलो शिरमा हुनुहुन्छ हो देखेँ शिव भगवान्ले उहाँले शिर खुल्ला छोडिदिनुहुन्छ तर भित्रको तर त्यो हेर्नलाई चाहिँ फेरि बसाउँछु है